गाउँमा आएपछि ठ्याक्क भालेले मलाई हेर्ने बित्तिकै बासेको बासे गर्छ। किन होला ल भन्नु भनिदिइहालौँ। फेरि प्रश्न मात्रै सोध्छ भन्नुहुन्छ कतिजनाले है। किन भन्नुहुन्छ भने मेरो टोकरीमा भाले हुन्छ है, खतरा खतरा भाले हुन्छ, कक 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 गर्छ है। अनि बास्छ, मेरो भालेहरू पनि बास्छ। अहिले म तपाईँलाई सुनाउँछु। ल हेर्नुहोस्, बासेको बासै छ। अब त्यो किन त्यसरी बासेको बासे गरेको भन्दाखेरि त्यसलाई मात्रै किन लिएर गइस्, मलाई पनि लिएर जा, बाइकमा घुम्न मन लाग्छ भन्छ है। त्यही हो है त। त्योभन्दा अब तपाईँहरूले केही जान्नुभएको छ भने भिडियो कमेन्ट गर्न सक्नुहुन्छ। हेर्नुहोस्, बासेको बासै छ, भैरव जान खोजिरहेछ। ल हेर्नुहोस् है, तपाईँहरूलाई केही थाहा छ भने भन्नु होला कमेन्ट गरेर है त, किन त्यस्तो गर्छ भालेहरूले भनेर। ल हेर्नु, भनेको थिएँ नि मैले भैरव जान खोजिरहेछ भनेर। कतिले पत्ताउनु उनीहरूले गफ दिन्छ भन्छन् होइन। ल हेर्नु, आफै चढेछ, मैले चढाएको होइन। ल हेर्नु, ल हेर्नु, यसरी गाउँमा आयो भने कुखुरा आफै चढ्छ। ल हेर्नुहोस्, उहाँको कुखुरा हो, उहाँ साउजीको। ल हेर्नुहोस्, ल हेर्नु बास्छ हो। हेर्नु भयो नि, जान्छु जसरी नि जान्छु भनेको छ।